कम्तीमा पनि यहाँ यताबाटको मान्छेलाई यो एरिया कभरेज गर्ने गरी यसलाई नै हामीले सेन्टर गराएर चाहिँ त्यहाँ अलिकति यहाँबाट चाहिँ सेवा राम्रो दिन सकियो भने है त्यहाँको चाप पनि घट्छ होइन। अनि अब यसलाई के गर्दा चाहिँ तपाईँले एज अ वार्ड अध्यक्ष भएको नाताले होइन अब यसलाई के गर्नुपर्छ कसरी गर्नुपर्छ होइन त्यो तपाईँले दिएको अहिलेको इन्फर्मेसन हामीले सम्बन्धित ठाउँमा हामी पुर्याउँछौँ। यसलाई सबैभन्दा सर्वप्रथम के चाहियो भने नि हजुरले विज्ञ म त अब चेतेन्द्र खड्का वार्ड नम्बर 5 वार्ड अध्यक्ष विज्ञ चाहिँ यहाँ चाहिन्छ क्या। विज्ञको अभाव छ। किन मान्छेलाई जनमानसमा किन चाहिँ एउटा विश्वास पैदा हुन सकेन भने यहाँ छँदै छैन, केही जाँच्दैन। किनभने अलिअलि विश्वास भएको पनि कम्तीमा नगरतिर लगेर सेन्ट्रलाइज गरियो होइन। भनेको यहाँको कर्मचारीहरूलाई पनि नगर लगिएको छ होइन, कर्मचारी पनि लगेको छैन। नगरले तानेर अरू वार्डमा खटाएको छ होइन। यहाँको जस्तो प्राविधिक थियो नि त ल्याबको, त्यो ल्याब सञ्चालन हुन्जेलसम्म राम्रो चलेको, अलिअलि निकै चल्थ्यो। तर त्यो ल्याबको कर्मचारी अब ल्याब टेस्ट हुन छोडिसकेपछि कसैले पनि विश्वास गरेन। अहिले मान्छे कन्सियस छ, अब ल्याब टेस्ट नगरी औषधि भनेको ल्याबको टेक्निसियन नभएको हो। टेक्निसियन नभएको एउटा कुरा। दोस्रो कुरा यहाँ कतिखेर चल्छ भने हामीले बारम्बार माग गरेका छ प्राविधिक अथवा डक्टर सम्बन्धित दुईटा डक्टर एक घन्टा हप्तामा 1 घन्टा एउटाले पालो गरेर 2 दिन यहाँ आइदिनु भने त्यहाँको चाप पनि घट्छ र यहाँका सेवाग्राहीले सेवा पनि पाउँछ। त्यो बारम्बार भन्दा नि अब डक्टर त दिने कुरै छैन। अब दबाईमा सुधा पाइन्छ, पैसा पनि अब त्यत्रो लगानी वाडाले के हेर्न सक्छ? वाडाले त हालेकै छ, पहल हो, विशेष त पहल हो होइन। पैसा लगानी गर्न त लगानी पनि छ होइन। 1-8 लाख रुपियाँ सालको हाल्ने गरेर चाहिँ 1-2 लाख रुपियाँ हाल्छ वार्डले भएसम्मको हाल्ने। तर नगरबाटै चाहिँ अब कम्तीमा अब सबै कुरामा कन्जुसाइ भएपछि त यहाँ त प्यारालाइसिस हो होइन। अब यो 10वटा गाविस चलाएको चाहिँ अस्पताल थुप्रै होइन, मजाले चलेको थियो। अब पथरीमा थिएन, पथरीको यस्तैबाट त पथरी नगर हस्पिटल बनाइदिइसकेपछि त अब त्यहाँ होला डिजाइन होला, अब के छ त्यो चाहिँ अब अलग कुरा हो कुरा। तर यसलाई अलिकति हेराइ चाहिँ अलग्गै छ क्या यो 5को भनौँ न यसलाई। टु दि पोइन्टमा नि जस्तै योलाई चाहिँ व्यवस्थित गर्नको लागि चाहिँ हामीले गर्नुपर्ने के कुराहरू छन् ठ्याक्कै टु दि पोइन्ट गर्नुपर्ने MBBS 2 विषयको होइन, स्त्री र पुरुषको रोग सम्बन्धीको हप्तामा 2 दिन आइदियो भने नि 1 घन्टाको लागि वाडाले पनि त्यसलाई घन्टाको पारिश्रमिक दिन्छ होइन। त्यो मैले प्रतिबद्ध गरेँ र त्यो आइदियो भने निश्चित रूपले हस्पिटलको रौनक बढ्छ, चल्छ। अनि जो राज्यले उपलब्ध गराएको जुन निःशुल्क